हेलो साथीहरू, म हाम्रो केटाहरू के गरिरहेछन् म तपाईँहरूले देखाउँछु है। के गरिरहेछन् ल केटाहरू है, पुरा ठुलो बिल्डिङमा बसिरहेछन् केटाहरू। के गरिरहेछन् तिनीहरूले चाहिँ होइन, सुतेर बसिरहेछ कि मैले हेर्दैछ कि के गर्दैछ, मैले चाहिँ तपाईँहरूलाई पुरा भिडियो देखाउँछु है। लेट्स गो। ल यत्रो बिल्डिङ छ क्या होइन, ल 4 फ्ल्याट छ होइन, फ्ल्याट छ। त्यसपछि होइन प्रत्येक रुम छ होइन, 9 छ होइन, यता 16 छ होइन। त्यसपछि अब के गरिरहेछ भने त होइन, ठ्याक्क पारेर चेक गर्छु। फर्स्टमा यता जानुभन्दा यता जाँदा बेस्ट होला है। ल है, ठ्याक 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 म जाँदैछु है। अब केटाहरू के गरिरहेछन् त है, के गरिरहेछ केटाहरूले चाहिँ ठ्याक्क पारेर। केटाहरूले के गर्दैछन् त है, काम गर्न आएको मान्छे ल ढोका बन्द गरेर मजाले के गर्दैछन् हेरौँ त है। यस्तो छ हेर्नु त, ताल काम गर्न आएको मान्छेको ताल यस्तो छ। त्यसपछि अर्को कस्तो छ ठ्याक्कै अर्कोको ताल पनि सेम हो कि काम गर्न आएको मान्छेले विदेश आएको मान्छे भन्छन्। विदेश आएको मान्छेले खोइ त पैसा कमाएको। ल हेरौँ न, फोन गरेर बसिरहेको छ। अनि यता पनि टिभी ल त टिभी हेरिरहेको छ। अचम्म परिरहेको छु म त, के भएको होला है साथीहरू। अर्को रुममा जाँदैछु है म चाहिँ, मजाले जान्छु अर्को रुममा। के गरेर होला केटाहरूले ल कमेन्ट गरौँ है। ठ्याक्क परेर सरर ल रुम नम्बर 15, रुम नम्बर 10। त्यसपछि आउँछ यहाँ चाहिँ ल 11, 14, 12 ठ्याक्क भएर के भइरहेको छ है। कति राम्रो होला होइन, यो चाहिँ फुल होइन, पुरा यो चाहिँ ठ्याक्क भएर एकदम ओरिजिनल हो यो चाहिँ। के गरिरहेको है, सरप्राइज। काम गर्ने मान्छेहरू हालत यस्तो छ ल हेरौँ त। गाइजहरू हेरिदिउँ त ल, काम गर्न आएको मान्छेहरू सुतेर बसिरहेछ कि विदेश आएर कहाँ खुट्टाको अनि पैसा कमाइ हुन्छ त। ल काम गर्न आएको मान्छे ल यसरी बसिरहेको, ल सुतेर बसिरहेको। ल काम छैन होइन, अब भाइरल बनाउँछु क्या म यो भिडियो। सबले भाइरल बनाउनु पर्छ। विदेशमा आएर यस्तो तरिकाले सुतेर बसेपछि कसले दिन्छ पैसा है होइन, घरमा पठाउनु पर्दैन, घरमा फ्यामिली हुन्छ होइन। ठ्याक्कै बाहिर यस्तो छ होइन, काम छैन अरे। ल कहाँबाट काम छैन, घर पैसा पठाउनु पर्दैन। सबैले घरमा पैसा पठाउनु पर्छ कि पर्दैन भनेर चाहिँ कमेन्ट गर्नु होला है, उहाँको अनुहार हेरेर पनि।